मेरो वक्तव्य शीर्षक रहेको छ मेरो देश नेपाल। मेरो देशको नाम नेपाल हो। नेपाल दुईटा ठुलो देशहरूको बिचमा छ, भारत र चीन। नेपालमा 10वटा संसारमा 10वटा मध्ये 8वटा हौला हिमालहरू नेपालमा रहेका छन्। संसारको सबैभन्दा अग्लो हिमाल पनि नेपालमै रहेको छ र त्यसको नाम हो सगरमाथा। नेपालमा 50भन्दा धेरै नदीहरू छन्। नेपालमा बस्ने मानिसहरूलाई नेपाली भनिन्छ। नेपाल सानो भए पनि धेरै सुन्दर देश हो। नेपालमा खेती किसानी धेर गरिन्छ। नेपाल सुन्दर छ। धन्यवाद।